हेलो गुड मर्निङ ल सबैजनालाई गुड मर्निङ। बिहानीको सुरुवातसँगै आफ्नै प्रसिद्ध मन्दिर बाराकुने दहमा बिहान बिहानको यो आज होइन मौसम पनि एकदमै राम्रो गरिरहेको थियो। अनि टक्क गएको पानी निलो पानी, त्यसमा चाहिँ माछाहरू दामी दामी माछा खेलिरहेको क्या बिहान बिहान। यहाँ चाहिँ माछालाई चारो दिएर पनि तपाईँको माछासँग चाहिँ रमाउन सकिन्छ त्यही। अनि त्यसपछि चाहिँ तपाईँको यताउता यसो बसेर हेरिरहेको थिएँ म। फेरि एउटा लाएर के गरौँ भन्ने जस्तै भइरहेको थियो। अनि टक्क माछा हेरेर म चाहिँ बसिरहेको थिएँ। अनि टक्क यहाँ चाहिँ मन्दिर भयो यो, त्यसपछि मेन मन्दिर चाहिँ यो हो। अब देखिँदैछ मेन मन्दिर, यो मेन मन्दिर चाहिँ यो होइन। यहाँ चाहिँ तपाईँको अब यो के अरे माघीको बेलामा मात्र नै, अरू बेलामा पनि यहाँ बलि दिने पूजापाठ गर्ने मान्छेहरूको भिडभाड हुँदो रहेछ क्या। तपाईँको बिहिबार आज होइन, यो चाहिँ हाम्रो भेडा बलि दिने, यो चाहिँ बाराकुनेको मेन एउटा मूर्ति पनि बनाइदिनु भएको रहेछ बाराकुने दहमा, त्यो चाहिँ एकदम राम्रो। अनि त्यस्तै गरी यहाँ चाहिँ अहिले पार्किङको लागि, त्यसपछि तपाईँको अहिले घुम्नको लागि चाहिँ दामी छ रमाउने ठाउँमा मस्त छ। यी माछा चाहिँ एउटा रातो माछा मैले पहिल्यै सुरुमा जाने बित्तिकै देखिरहेको थिएँ, त्यो माछा चाहिँ त्यहीँ घुमिराखेको थियो क्या। तर वरिपरि सरसफाइ चाहिँ एकदम राम्रो लाग्यो मलाई। अनि यहाँ चाहिँ माछा कसैले चारो दियो भने चाहिँ माछा यस्तरी जुम्मा हुँदो रहेछ। कति ठुलो ठुलो माछाहरू छ यहाँ चाहिँ, लगभग छ होला हजुरको माछा यहाँ त 4-5 किलोको माछाहरू पनि छ क्या सायद। अनि यताउतामा फेरि झ्याउ लाएर के गरौँ भएर म त एकछिन शीतलमा टक्क बस्दिराखेँ अरे। अनि फेरि अनि टक्क के गर्ने भन्दाखेरि फेरि अब मन्दिरमै भिडियो बनाउन आयो। अब भिडियो त बनाउनै पऱ्यो, फेरि भिडियो नबनाएर त भएन भनेर फेरि क्यामेरा तेर्साइहालेँ। फेरि टक्क क्यामेरा तेर्सायो, मान्छे फेरि यति धेरै आउँदो रहेछन्। अनि त्यसपछि त्यहाँ भालेर भेडाको चाहिँ त्यो बनाएर रहेछन् क्या। अनि परेवाहरू पनि दामी तरिकाले त्यहाँ परेवालाई बस्ने ठाउँ पनि बनाइदिएको रहेछ, परेवाहरूलाई त्यहाँ चारो दिने, मतलब सबै हुँदो रहेछ, दामी लाग्यो मलाई चाहिँ। अनि त्यसै गर्दा फेरि परेवाको यता यो खोर पनि रहेछ यहाँ, यसो खोरको पनि भिडियो त बनाउनु पऱ्यो, परेवाको मात्रै बनाएर भएन भनेर फेरि यताउता गरेर परेवा पनि हेरिराखेको छु, उसको खोर पनि देखाइराखेको छु। त्यसपछि यहाँ चाहिँ अब तपाईँको कोही पूजासुजा गर्नलाई पूजाका सामग्री भयो, त्यसपछि मालाहरू लगाउने किन्ने सबै हुँदो रहेछ कि। जस्ट ठिक छ, ओके छ, दामी लाग्यो मलाई चाहिँ। अनि यसो यताउता हेऱ्यो, यहाँबाट चाहिँ तपाईँको ज्यामिरी दह पनि जान सकिन्छ होइन, सिडी चढ्नुपर्छ। सर यसो गरेको यहाँ बच्चा बच्चीलाई खेलाउने यिनी मोटरसाइकल जस्ता झुलौना जस्तै सबै मतलब। अनि डुङ्गा चाहिँ नचल्दो रहेछ आजकल चाहिँ, खै के भएर डुङ्गा चल्ने मान्छे नगरे के भएर डुङ्गा चाहिँ नचल्दो रहेछ। अनि त्यही भएर चाहिँ हामी चाहिँ डुङ्गामा चढ्न पाएनौँ। अनि टक्क यसो हेरेको हाँस हो कि भनेर हेरेको त लास्टमा डुङ्गा परेछ कि हो त फेरि। टक्क उता बिचमा फेरि पानीको फरा फाल्ने रहेछ सरर। अनि त्यो मन्दिर पनि लगभग पुरानो मन्दिर हो त्यो बिचको चाहिँ। अनि त्यहाँ चाहिँ पहिला मान्छेहरू चाहिँ डुङ्गा चढेर पनि पूजापाठ गर्न गइन्थ्यो। तपाईँको माघीको बेलामा त बहुत भिडभाड हुन्छ। अनि अनि त्यसपछि ट्याक यताउता गरियो। अब के गर्ने त भन्दाखेरि अब त्यही त सबै ट्याकर गरेर यस्तो यता हेऱ्यो उता हेऱ्यो फेरि टक्क। अनि त्यसपछि चाहिँ यिनीहरू ध्वजा पतङ्ग दामी चलाएर चाहिँ यहाँ फेरि सानो बाबुहरू चाहिँ खेल्न मिल्दो रहेछ। अनि यहाँ चाहिँ बाराकुने दह भनेर लेखेको रहेछ दामी तरिकाले। त्यसपछि अब फेरि माछातिर हेर्न जाउँ भनेर मलाई फेरि कस्तो रमाइलो मजा आइरहेको माछा हेर्न चाहिँ। मजाले बसेर माछा हेर्दै मैले त माछाको भिडियो प्रायः धेरै भिडियो त माछाकै छ होला सायद यसमा। अनि यसो हेरेँ यता हेरेँ उता हेरेँ टकर गर्दै जस्तो दामी रहेछ, सरसफाइ राम्रो रहेछ होइन। यहाँ चाहिँ 3वटा मन्दिर छ क्या, एउटा मेन मन्दिर भयो, त्यसपछि चाहिँ यो बिचको मन्दिर भयो, त्यसपछि चाहिँ उता मन्दिर छ यता मन्दिर छ,
दामी छ जस कोही पनि अब यसो घुम्न आउनु छ भने दाङको पुरै आउनुभयो भने टाढाबाट आउने मान्छेहरू चाहिँ त 12 कुनै दह पनि पस्नु होला किनकि हामी दाङको मान्छेहरू त सबै गएको हुनुहुन्छ होला कमसेकम 10 पटक 20 पटक पनि घुम्नको लागि एकदमै राम्रो दामी चिरिक्क परेको ठाउँ अनि त्यसपछि यहाँ चाहिँ एउटा यो बस्ने त्यो पनि बनाइदिएको रहेछन् के बस्ने म पनि के गर्ने भनेर फेरि एकछिन बसिहालेँ फेरि त्यसपछि यसो बसेर फेरि अब के गर्ने भन्दाखेरि फेरि टक्क मन्दिर त फेरि बनाउनु पर्यो मन्दिरको भिडियो त मन्दिरमा आएपछि त त्यति नगरेर त भएन भनेर म फेरि लागिहालेँ भिडियोतिर सर यतातिर चाहिँ बोका काट्दो रहेछन् चढाउनु बलि दिने बोका बलि दिने उतातिर फेरि पिकनिक स्पोट रहेछ तपाईँको टक्क त्यहाँनिर अनि त्यसपछि यहाँ चाहिँ पिकनिक आउन पनि सकिँदो रहेछ क्या तपाईँको ल ओके बाई